हेलो हेलो गाइज, म चाहिँ आज मेरो घर सफा गरेको देखाउँदैछु है। सधैँ मान्छेहरूले चाहिँ एकदमै मोटी भई खाइ बसी भन्छ नि त, हो यही हो खाएर बसेको। हेर्नु होला है, यही खाएर बसेको चाहिँ देखाउन लाग्दैछु म। अनि यसरी खान्छु, यसरी बस्छु, अनि सबै यसरी फोहोर बनाउँछु, यसरी सफा गर्छु, यसरी मिलाउँछु, यस्तो गर्छु भनेर देखाउनको लागि चाहिँ मैले भिडियो बनाउँदैछु है। किनभने हामी आमा छोरा बस्छौँ, आमा छोरा बसेको ठाउँमा कतिसम्म फोहोर हुन्छ र बच्चा भएको ठाउँमा कतिसम्म चाहिँ गाह्रो हुन्छ, कतिसम्म सफा हुन्छ, कतिसम्म सुग्घर हुन्छ भन्ने कुरा चाहिँ म देखाउँदैछु है। यसरी नै मेरो ब्लग हेरिदिनु होला, अनि हेरेर साथ पनि दिनुहोला। के गर्नु हो, बच्चा लिएर बसिसकेपछि फोहोर पनि हुन्छ, सफा पनि गर्नुपर्छ, त्यो सबै थाहा हुन्छ नि त। थाहा हुँदाहुँदै पनि प्रायः जस्तो मान्छेले चाहिँ बसेर खाएको मोटाएको भन्छन् नि त। यही हो म मोटाउनुको राज। ल हेर्नुहोस् है, यसरी आनन्दले बस्छु, खान्छु, यति धेरै फोहोर बनाउँछु। यो फोहोरहरू पनि हजुरहरूले नै सफा गरिदिनुहुन्छ नि त। अनि पहिला फोहोर हुँदा र सफा गरिसकेपछि चाहिँ यतिको भयो मेरो रुम। तर मेरो बाबु चाहिँ सुतिरहेको छ है, फेरि बाबु सुतेपछि मैले सब काम गर्ने, त्योभन्दा अगाडि त मैले पाउँदिनँ। त्यही भएर चाहिँ मेरो घर यतिको फोहोर हुन्छ कि वा आफूले नसक्नुको हुन्छ। त्यही भएर देखाउँदैछु है। बाई बाई।